नमस्कार सबैजनालाई, यहाँहरूलाई स्वागत छ बुलिस भिजन युट्युब च्यानलमा। आज हामी नेपालका सेयर मार्केटमा सबैभन्दा चर्चिएको कुरा किन हरेक वर्ष हरेक महिना लगभग हरेक आइपिओ ओभर सब्सक्राइब हुन्छन् त। कतिपय आइपिओ त 1-2 लाख जनाले मात्र भन्ने अपेक्षा हुन्छ, तर अन्तिम दिनमा 30 लाख भन्दा धेरै एप्लिकेसन आउँछ। किन यस्तो भिड? किन सबैजनालाई आइपिओलाई पहिलो प्रायोरिटी दिन्छन् त? भिडियोलाई अन्त्यसम्म हेर्नुहोस्, किनकि यो भिडियोमा म आज 5 मुख्य कारण प्लस 3 बोनस कारण प्लस साइकोलोजी ब्रेकडाउन प्लस ओभर सब्सक्रिप्सनको एक्चुअल रियालिटी सबै एक्सप्लेन गर्नेवाला छु। यदि तपाईँ बुलिस भिजनमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर सपोर्ट गर्न नबिर्सिनुहोला। सबैभन्दा ठुलो कारण कम पैसामा हाई रिटर्न पाउने सम्भावना। नेपालमा अधिकांश आइपिओको भ्यालुएसन कम हुन्छ, जसले गर्दा रुपियाँ 10,000 को लगानी रुपियाँ 20,000 देखि 30,000 सम्म पुग्छ। केही आइपिओ त 300%, 500% रिटर्न दिएका उदाहरण पनि छन्। लगानीकर्ताहरूले के सोच्छन् भने रिस्क लो, पैसा कम लाग्छ, प्रॉफिट हाई हुन्छ। यो साइकोलोजीले नै आइपिओलाई सबैभन्दा बढी एट्र्याक्टिभ इन्भेस्टमेन्ट बनाइदिएको छ। सेयर मार्केटको सबैभन्दा ठुलो डर लस हो, तर आइपिओले के भन्छ भने लस प्रोबेबिलिटी अलमोस्ट 0। किन यस्तो हुन्छ? इस्यु प्राइस 100 मा निर्धारण हुन्छ, कम्पनीको भ्यालुएसन नर्मली कन्जर्भेटिभ हुन्छ, मार्केटमा डिमान्ड उच्च हुन्छ। यही कारणले नयाँ इन्भेस्टर, हाउसवाइफ, विद्यार्थी सबैले यहाँ नै भरोसा राख्छन्। त्यही भएर भिड धेरै हुन्छ र आइपिओ ओभर सब्सक्राइब हुन्छ। थोरै वर्ष अघि मनी म्यानेजमेन्टको चर्चा निकै कम थियो, तर अहिले युट्युब, टिकटक, सेयर मार्केट क्लासले फाइनेन्सियल अवेरनेस बढाएको छ। दैनिक 10,000 प्लस डिमेट एकाउन्ट खुल्दैछन्। मेरो सेयरले लाइने तनाव 5 मिनटमै अनलाइनबाट साइनअप, धेरैले अर्निङ गरेको एक्जाम्पल देखिन्छ। त्यसैले म पनि ट्राई गर्छु भन्ने भावना बढ्दैछ अनि यही कारण ओभर सब्सक्रिप्सनले कडा रूप लिन्छ। नेपालमा हर्ड मेन्टालिटी धेरै बलियो छ, अर्थात् सबैले गरेपछि मैले पनि गर्छु। एक घरमा कसैले आइपिओ भर्ने हो भने पुरै परिवार, छिमेकी, साथीभाइ सबैले भर्छन्। यसले के बनाउँछ भने 10 जनाले भर्नुपर्ने ठाउँमा 300 जनाले भर्न थाल्छन्। लामो लाइन, धेरै एप्लिकेसन, सबैले एउटै कुरा गर्छन्। आइपिओ त सजिलो पैसा हो नि। यही साइकोलोजीले ओभर सब्सक्रिप्सनलाई 10x 20x बढाइदिन्छ। नेपालमा अहिले लिक्विडिटी हाई छ, ब्याङ्कमा पैसा आइडल छ, इन्ट्रेस्ट रेट पनि कम छ। मानिसले पैसा कहाँ लगानी गर्ने, सेयर कि आइपिओ? तर वर्षभरि आउँछ 20-30 वटा मात्र आइपिओ। माग धेरै, सप्लाई सानो। यसले ओभर सब्सक्रिप्सन एक्सट्रिम बनाउँछ। उदाहरण 10 लाख सेयर 20 लाख भर्ने अपेक्षा, तर भर्छन् 30 देखि 80 लाख मानिस। यही इम्ब्यालेन्स नै ओभर सब्सक्रिप्सनको रुट कज हो। आइपिओमा सबैभन्दा ठुलो साइकोलोजिकल प्रेसर हुन्छ, अर्थात् फोमो, जसलाई फियर अफ मिसिङ आउट पनि भनिन्छ। कसैले 40,000 कमायो भनेर सुन्दा तपाईँ पनि सोच्नुहुन्छ मैले पनि भरेको भए। यही छोटो भावनाले लाखौँ जनालाई आइपिओतिर धकेल्छ, जसकारण भिड बढ्छ र ओभर सब्सक्राइब हुन्छ। पहिले ब्याङ्क जानु पर्थ्यो, लाइन बस्नु पर्थ्यो, अब 1 मिनेटमा मोबाइलबाट नै एप्लाई गर्न सकिन्छ। सजिलो भएको कारण एप्लिकेसनको सङ्ख्या दिनदिनै बढ्दैछ। सजिलो इन्ट्री भनेको धेरै पार्टिसिपेसन। आज आइपिओ आएपछि फेसबुक, युट्युब, टिकटक सबैमा यसको चर्चा हुन्छ। मिडिया पेज, क्रिएटर्स सबैले आइपिओको पोजिटिभ साइड मात्र देखाउँछन्, जसले इन्भेस्टर साइकोलोजीलाई एट्याक गर्छ। यसले एप्लिकेसन एक्सपोनेन्सियल बढाउँछ। अब मुख्य कुरा, आइपिओ ओभर सब्सक्राइब हुनु राम्रो हो कि नराम्रो? पोजिटिभ कुरा के हो भने डिमान्ड हाई हुन्छ, लिस्टिङ गेन अलमोस्ट सियर हुन्छ, मार्केटमा ट्रस्ट बढ्छ। तर नेगेटिभ कुरा के हो भने सेयर पाउने चान्स कम हुन्छ, धेरैजनाले 1-2 मात्र पाउँछन्, रियल इन्भेस्टरको एलोकेसन कम हुन्छ। त्यसैले ओभर सब्सक्रिप्सनको मिक्स इम्प्याक्ट हुन्छ। आजको भिडियो यही समाप्त हुन्छ। आजको भिडियोमा तपाईँले बुझ्नुभयो कि किन नेपालमा प्रत्येक आइपिओमा लाखौँ मानिस दौडिन्छन् र किन ओभर सब्सक्रिप्सन हरेक वर्ष बढ्दै गएको छ। यदि तपाईँलाई आजको डिप एक्सप्लेनेसन मन पर्यो भने लाइक, कमेन्ट र सेयर गर्न नबिर्सिनुहोला र बुलिस भिजनमा अझै राम्रा फाइनेन्स र सेयर मार्केटका भिडियोहरू आउँदैछन्। सब्सक्राइब गरेर सपोर्ट गर्नुहोला। थ्याङ्क यू फर वाचिङ। स्टे बुलिस।